कता हो धेरै दिनमा आयो त हाम्रो भट्टीतिर त खानामा लाऊ अलिकति बस्नु ल यता बस्नु ल के ल्याउँ त नि ल्याउ न त्यही पहिलेकै होला के हैन अरु त चल्दैन होला लिएर आऊ सुकुटी छ छैन सुकुटी त सक्यो चिकन छ चिकन मटन छ आज चटनी सा ल्याउ ल्याउ साइलो ल्याउ चटनी सा ल्याउ आज चटनीसित भनेपछि आज छैन जस्तो हो भइस गिलास ल्याउ त एक गिलास चटनी सा एक गिलास ल्याउ चल्दैछ त नि साउ ठिकै चलिरह नि अब आउन छोड्नु भएको र हजुरहरू यस्तै चलिरह घर खर्च चल्छ ल के गर्ने यस्तै टेन्सन छ ल राम्रोसित है त ल के रहेछ हौ के त ओहो ठुलो दर्शन के गर्ने यसै भट्टी राम्रो चल्छ राम्रो चलिरह अनि कता डाउन भयो त नि आज साइला पनि छौ साइला भाइ के रहेछ हौ ए ठुलै तपाईँ पनि आउनुभयो ल आउनु शेष भन्छु ए साझै हजुर एउटा कुर्सी देऊ एउटा कुर्सी ठुलोवाला कुर्सी ल बस ठुलै के छ त नानी खबर ठिकै छ कता आइपुग्यो त तिमी फेरि म नि यसै घुम्दै त्यही थियो थाहा भयो अलि ग्लास हो भइहाल्छ नि ए साउजी एक ग्लास ल्याउ त ठुलोवाला ल ठुलो लिनु ल जो राख कान्छ राख ल अनि के खाले रक्सीको साइला कडा होइन अलिक कडा छ यो साउको भौसी साह्रै मिठो हुन्छ त झ्याप्नु आउँछ एकैसाथमा अनि साइला विदेशबाट कहिले आइस् त भयो ठुलो भाइ 1 महिना जति भयो आएको अब 2 महिना जति छ अनिखेरि फर्किहाल्यो 2 महिनापछि जान्छ ठुलो अनि यत्रो लामोसम्म भेटघाट भएन तिमी कता हो कता घरबाट निक्लिन्नौ म आउँछु अलि अस्ति आएको थिएँ साउकोमा आएर खाएँ गयो एक्लै आज कता आइपुग्यौ आज भेटौँ न जुरे रहेछ हाम्रो खाऊ म झ्याप भयो नि म त साउ झ्याप भयो म त ए साउ हजुर एक ग्लास सब्दै ए ल होइन पुग्छ मलाई त हे खा टेन्सन नलिएर ल पैसा म छु साउलाई पैसा भन्दा फेरि म घर कसरी पुग्ने हो ए म लिएर जान्छु तिमी टेन्सन नलिएर त ल्याउ त नि ल्याउ भाइ ल हुन्छ ल ठुलो ल हुन्छ ल हाल्नु थोरै हाल्नु ल हुन्छ खानु ज्याप बसेको ल खाऊ खाऊ ठिक छ खाऊ अब आजै भेट भयो फेरि भोलिबाट भेट भएन चलै यति चाहिँ सक्नुपर्छ यति सकौँ र उठाउँ मलाई पनि लायो धेरै लाएर आज खाली पेटमा खाएको फेरि चटनीसँग लागिहाल्छ क्या रक्सीले लाग्यो छैन मलाई त पुरै लाग्यो छैन म कसरी
ए साउ हजुर जानु पर्यो कति हो पर्खिनु है त म हिसाब गर्छु अनि ल जा अब जाऊँ हामी घरतिर ए साउ मलाई समात्नु छैन मलाई त पुरा हिसाब भयो ए ठुला भाइ मनोज बजार तँलाई यहाँ बसाइ गरे म पैसा तिरेर आउँछु ए साउ हजुर भएन 180 भएछ अहिलेको अनि पहिलाको 1000 रुपियाँ बाँकी थियो नि त्यो भन्छ साउ यार पहिला विदेश जानुभन्दा अगाडि 1000 रुपियाँ थियो नि त त्यो 1000 अनि अहिलेको 180 गर्दा 1180 भयो टोटल हुन्छ साउले कहाँ लुट्ने हो र यो 500 राख अहिले ल 500 मात्रै विदेशबाट आएको अरे अनि कहाँ 500 ले हुन्छ त नि राख न जाऊ यति राख म भोलि पर्सि दिन्छु भोलि पर्सि ल है त्यही भए पनि ए ल ल साइला ए साउ बस ए साउ ल राम्रोसित जानु ल साइला मलाई जसरी नि घर पुर्याउँदा राम्रोसँग मलाई रक्सी लगेछ धेरै ल ठुलबालाई राम्रोसित पुऱ्याउनु है ल ल बस के त ल